आदरणीय दर्शक सबैलाई नमस्ते। आज चाहिँ यस कटारी नगरपालिका वडा नम्बर 14 घुर्मी बजार स्थित चाहिँ घुर्मी बजारमा स्थानीय युवा क्लब लगायत सम्पूर्ण सुरक्षाकर्मीहरूको पहलमा घुर्मी बजार सरसफाइ अभियान। आफ्नो बजार आफै सफा राखौँ र आफै स्वच्छ बनाऊँ भन्ने मूल नाराका साथ आज मिति 2082 साल 9 महिना आज 27 गते आइतबारका दिन चाहिँ सम्पूर्ण घुर्मीवासी एकजुट भएर एकदमै तदारुकताका साथ घुर्मी बजार सरसफाइ अभियानमा लागिरहनु भएको छ। बच्चा वृद्ध बुढा सम्पूर्णलाई सरसफाइ नै हाम्रो जीवनको प्रमुख आधार हो भन्ने उद्देश्यलाई लिएर सबैजना हेर्नुहोस्, बच्चादेखि वृद्धसम्म एकदम लागि परेर घुर्मी बजार सरसफाइ अभियानमा जुट्नु भएको छ। घुर्मी बजार स्वच्छ बजार होस्, भौगोलिक अवस्थाले चाहिँ उकालो ओह्रालो भए तापनि राज्यबाट सडक निर्माण कार्य राम्रोसँगले नभए पनि आफ्नो बजार एरिया चाहिँ सरसफाइ राख्नुपर्छ, एकदम सरसफाइमा ध्यान दिनुपर्छ, स्वच्छ रहनुपर्छ भन्ने मूल नाराका साथ आज घुर्मी युवा क्लब लगायत यहाँको स्थानीय जनप्रतिनिधि त्यसै गरी सुरक्षाकर्मीको विशेष पहलमा सम्पूर्ण स्थानीयवासीहरू मिलेर घुर्मी बजार सरसफाइ अभियान भइरहेछ। हेर्नुहोस्, सबैले आफ्नो ठाउँ जो जहाँ जसरी रहनु भएको छ। सुरक्षा भनेको सरसफाइ पनि हो, त्यसैले सरसफाइमा सम्पूर्ण लाग्नु भएकोमा यहाँको घुर्मीवासी लगायत सम्पूर्णमा हार्दिक नमन व्यक्त गर्दछु।